मेरो दिदीले पिङ हल्लाइदिने रहर गर्नुभयो। हामी पिङको एउटा आनन्द लिँदैछौँ। आहा, गाउँघरको यो लिङ्गे पिङ हो, तपाईँ देख्न सक्नुहुन्छ। आहा, यो मजा नै अलग छ। यसमा हल्लाउँदाखेरि आहा, हेर्नुहोस् त, यसो चाचा हुई। ल अब एकैछिन म अब रोकिन्छु। अब दिदी, आहा, ल अब दिदीको पाली पिङ खेल्ने। भान्जाले हल्लाउँदै हुन्छ। आहा, ल हे पिङ, लिङ्गे पिङ। हाम्रा चाडपर्व संस्कार संस्कृति वास्तवमै अपरम्पार छन्। यस्ता लिङ्गे पिङहरू ठाउँ ठाउँमा हालिएको हुन्छ। वरिपरि देखिने दृश्य कति अद्भुत छ हेर्नुहोस् त। यद्यपि कुहिरो लागेको छ अहिले, हामी देख्न सक्छौँ। त्यो बजारबाट हामी माथि जाने तयारीमा जुटिरहेका छौँ। हामी बसेर खेले पनि भान्जा भने यसरी मजाले आफै हल्लाउँदै पिङ खेलिराख्नु भएको छ। हेर्नुहोस् त, यसको आनन्द नै अलग हुन्छ के। आहा, दसैँ तिहारमा कसलाई रहर लाग्दैन र पिङ खेल्न। आहा, कर्मैसँग हामी यसरी पिङ खेल्यौँ। अहिले रिता खेल्दैछन्। यति बेला ध्रुव भान्जाले अस्ट्रेलियामा हेरिरहँदाखेरि गाउँमा गएर म पनि पिङ खेलौँ भन्ने उनलाई लागेको हुनसक्छ यो दृश्य देख्दाखेरि। अहिले हाम्रो ध्रुव भान्जा भने अस्ट्रेलिया हुनुहुन्छ। यतातर्फ पिङमा हामी आनन्द लिइरहेका छौँ। यो यात्रामा छौँ। विशेष गरी हामी पुग्दैछौँ अत्यन्त महत्त्वपूर्ण तीर्थ चण्डी स्थान मन्दिर, जो सयौँ वर्ष पुरानो मन्दिर हो, प्राचीन मन्दिर हो। यहाँबाट देखिने केही दृश्यहरू हामी देख्न सक्छौँ। हामी केही मात्र उकालो चढेका छौँ, धेरै उकालो चढ्न बाँकी छ। उकालो चढ्ने क्रम जारी छ।